नमस्ते एभ्रिवान। आज हामी क्लास 10 को प्रेसर च्याप्टर को पार्ट 4 लिएर आएका छौं र यसभन्दा अगाडि हामी 3 वटा पार्ट बनाइसकेका छौं र तपाई यदि हेर्नु भएको रहेनछ भने म रेकमेन्ड गर्छु पहिला त्यो हेर्नुस्। सो आजको कन्सेप्टहरु झन् क्लियर हुन्छ। आज चाहिँ हामी यस भिडियो अन्तर्गत अफ थ्रस्ट, causes of upthrust र factor affecting upthrust भन्ने टपिकमा आज कन्सन्ट्रेट भएर पढ्ने छौं र हामी पढ्दाखेरि पुरै कन्सेप्ट क्लियर गरेर पढ्छौं है, सो दैट इट विल इजी फर यु टु के भन्छ एक्जामको लागि र फ्युचरमा अब कम्पिटिटिभ एक्जामहरु पनि दिनुहुन्छ होला +2 दिनलाई, यदि +2 पढ्नलाई सो कन्सेप्ट इजी भयो भने क्वेशन ट्याकल गर्न झन् इजी हुन्छ। सो हामी कन्सेप्ट क्लियर गरेर डिटेलमा पढ्ने कोसिस गर्छौं है। आज सुरु गरौँ कहाँबाट त? आज अफ थ्रस्टबाट है। अफ थ्रस्ट भनेको के त? नाममा हेरौँ है। यसले यदि अफ थ्रस्टले यसो टुक्रायो भने के हेर्नुहुन्छ भने अफ थ्रस्ट। अफ भनेको के? माथितिर। थ्रस्ट भनेको के? थ्रस्ट भनेको फोर्स। कहाँतिर फोर्स लाग्नु त? माथितिर फोर्स लाग्नु है। के भन्छ त? अफ थ्रस्ट है। यदि तपाई एउटा एक्जाम्पल है, एउटा एक्जाम्पल लिनुभयो भने तपाई एक्सपेरिमेन्ट गर्नु है घरमा। एउटा बोतल लिनु, त्यसबाट पानी निकाल्दिनु, जे पनि पानी निकाल्दिनु र हावा मात्रै छोड्दिनु र बोतलको बिर्को बन्द गर्नु है। अनि के गर्नु भने यसले पानीमा राख्यो। यो पानीमा त तैर्छ हैन, दैट्स इट फ्लोट हैन, फ्लोट गर्छ। र तपाई यदि यसले पुश गर्नु है, पानी भित्र लानलाई यसले पुश गर्नु हात लिएर, यदि पुश गर्नुभयो भने तपाईले के फिल गर्नुहुन्छ भने तपाईलाई तपाईको एगेन्स्टमा कुनै फोर्स लागिरहेछ। यो बोतलमा कुनै फोर्स लागिरहेछ, दैट इज यो बोतललाई माथि कुनै फोर्सले धकेलिरहेछ। तपाईको फोर्सको एगेन्स्ट कुनै अर्कै फोर्स लागिरहेछ। सो तपाईले जुन त्यो फोर्स अपवर्ड फोर्स एक्सपीरियन्स गर्नुभयो हैन, त्यसलाई नि के भन्छ त? अफ थ्रस्ट भन्छ है। अफ थ्रस्टको बोइन्ट फोर्स पनि बोयन्सी पनि भन्छ है, बोइन्ट फोर्स है। बुझ्नुभयो त? अब हेरौँ है, डेफिनेसन अनुसार के भन्छ भने त्यही कुरा हो कि हामीले के हेर्यो भने हामी पानीमा कुनै बोतल राख्यो भने या कुनै अब्जेक्ट है, अब्जेक्ट राख्यो भने त्यसलाई के गर्ने? त्यो पानी चाहिँ माथितिर फोर्स लगाउनु खोज्छ। त्यसलाई नै के भन्छ त? अफ थ्रस्ट। अब डेफिनेसन अनुसार के भन्छ भने द रिजल्टेन्ट भनेको नेट के? नेट रिजल्टेन्ट नेट भन्यो भने नेट फोर्स कति माथितिर लाग्यो त? त्यो डेफिनेसन हेरौँ पहिला है। द रिजल्टेन्ट अपवर्ड फोर्स एक्जिस्ट दैट इज एक्टिङ अन एन अब्जेक्ट, दैट इज एक्टिङ अन एन अब्जेक्ट व्हेन पार्शियली और होल्ली इमर्ज्ड भनेको डुबाउनु है। पार्शियली मतलब आधी, सपोज यो बोतलले आधी मात्रै डुबाउनु या पुरै डुबाइदिनु। कुनै यो बोतल भयो, कुनै अर्को अब्जेक्ट पनि हुन सक्छ, वुड हुन सक्छ या एनी ब्लक हुन सक्छ, के हुन सक्छ है। बुझ्नुभयो त? त्यसलाई पुरै पानीमा डुबाउनु या आधी या भनौं न थोरै सर्टेन पार्ट मात्रै त्यो बोतलको, सपोज कुनै यो बोतल भयो भने पुरै डुबाउनु, पुरै बोतल डुबाउनु या यसको आधी पार्ट या सर्टेन पार्ट मात्रै डुबाउनु है। इमर्ज इन अ लिक्विड इज कल्ड अफ थ्रस्ट। बुझ्नुभयो त? द रिजल्टेन्ट भनेको नेट फोर्स कति माथितिर लाग्छ त? एक्टिङ, दैट इज नेट अपवर्ड फोर्स एक्टिङ अन एन अब्जेक्ट व्हेन पार्शियली और होल्ली इमर्ज इन अ लिक्विड, दैट इज लिक्विडको कन्डिसनमा है। यो कन्डिसन केमा त? लिक्विडको कन्डिसनमा। लिक्विड दैट इज लिक्विड वाटर, कुनै तेल हुन सक्छ, ओइल एन्ड एनीथिङ है। बुझ्नुभयो? इज कल्ड अफ थ्रस्ट। ओके, कन्सेप्ट क्लियर? दैट इज अपवर्ड फोर्स एक्सपीरियन्स गर्नु नै, दैट इज लिक्विडमा कुनै अब्जेक्ट राख्यो भने अपवर्ड माथितिर फोर्स लाग्नु नै के भन्छ त? अफ थ्रस्ट भन्छ। अब हेरौँ है, एउटा एक्सपेरिमेन्ट हेरौँ है। वेट मेजरमेन्ट छ नि तपाईहरुले, त्यो स्प्रिङ ब्यालेन्स भनेर। त्यसमा सपोज एउटा स्टोन, पत्थर झुन्ड्याउनु, वेट गर्नु या एनीथिङ, तपाईँ अर्कै केही कुरा वेट भएको कुरा लिनु है। त्यो कन्डिसनमा हामी वेट लियो भने, दैट इज स्टोन लियो भने, स्टोनलाई यदि हावामा जोख्यो भने, वेट गर्यो भने त्यसको मान W1 आएको रहेछ है। र त्यसलाई के गर्नु? एउटा बिकर लिनु, भाँडो लिनु तपाईँ, त्यसमा पानी भर्दिनु अनि त्यसमा के गर्नु त? सेम स्टोनलाई त्यो पानी भित्र, त्यो बिकर हुन्छ हैन, त्यो बिकरमा मानम पानी छ अनि त्यो पानी भित्र यो पानी छ हैन, पानीको भित्र के गर्नु त? राखेर वेट लिनु, पानीमा डुबाएर वेट लिनु अनि त्यसलाई W2 भन्नु है।
अनि तपाईं के हुनुहुन्छ भने W1 को वेट र W2 को वेटमा डिफरेन्स हेर्नुहुन्छ। W2 को वेट सानो हुन्छ एज कम्पेयर टु W1 को वेट कम आउँछ। W2 को वेट कतिले कम आयो त त्यसलाई नै के भन्ने त अपथ्रस्ट भन्ने, दैट इज माथितिर लाग्ने फोर्स भन्ने। कतिले कम आयो है, मतलब एज एक्जाम्पल मात्र भने W1 मानौं तपाई मानिहाल्नु 5 न्यूटन आयो रे वेट है, र W2 कति आयो भने मानौं 3 न्यूटन वेट आयो। नेट अपथ्रस्ट कति भयो भने कति भयो भने यसको डिफरेन्स कति आयो त, हावामा यति आयो थियो र पानीमा कति आयो त यति आयो, दैट इज 3 न्यूटन आयो पानीमा र हावामा 5 न्यूटन। सो 5 न्यूटन माइनस 3 न्यूटन 2 न्यूटन भयो। 2 न्यूटन भनेको यति अपथ्रस्ट माथि लाग्ने फोर्स, दैट इज वाटरले गर्दा यो अब्जेक्टमा यति फोर्स लाग्यो, 2 न्यूटन फोर्स लाग्यो भन्ने बुझ्नुपर्छ हामीलाई। अब हेरौं त्यही कुरालाई एज अ कसरी हेर्न सक्नुहुन्छ, एपेरेन्ट वेट, नेट वेट, दैट इज नेट वेट भनौं या एपेरेन्ट वेट, इट इज नट अ रियल वेट। यसको त रियल वेट हैन। रियल वेट भनेको हावामा लिनेलाई रियल वेट भन्ने र रियल वेट भन्ने, हावामा लिनेलाई रियल वेट। एपेरेन्ट वेट भनेको यसमा कति वेट आयो त त्यो कसरी हेर्ने, दैट इज कति थ्रस्ट लगायो भने सपोज हामीले के गरेको थियो त यताको 2 न्यूटन अफ थ्रस्ट आयो भने हामीलाई एपेरेन्ट वेट दैट इज पानीमा कति आयो त W2 इक्वल्स टु के भइहाल्छ त हाम्रो W1 माइनस कति अफ थ्रस्ट लाग्यो त त्यो गर्दिने, त्यही कुरा हो। एपेरेन्ट वेट दैट इज W2 इक्वल्स टु W1 माइनस अफ थ्रस्ट, बुझ्नुभयो त। सो त पानीमा कति आयो त त्यो हेर्न सकिन्छ र त्यसलाई तपाई के गरियो भने अफ थ्रस्ट यता ल्याइदियो र एपेरेन्ट वेट यता राख्दियो भने के भइहाल्यो, एपेरेन्ट अफ थ्रस्ट इक्वल्स टु के भइहाल्छ त, अफ थ्रस्ट यता भने अफ थ्रस्ट इक्वल्स टु रियल वेट दैट इज हावामा माइनस एपेरेन्ट वेट दैट इज अफ थ्रस्ट आइहाल्छ, बुझ्नुभयो। त्यही कन्डिसन हो, त्यही कुरा हो। अब कुरा गरौँ हामी के को बारेमा त, कजेज अफ थ्रस्ट। किन अफ थ्रस्ट कुनै पनि अब्जेक्टमा त्यो लिक्विडले दैट इज गर्दा किन अफ थ्रस्ट लाग्छ, दैट इज अपवर्ड फोर्स किन लाग्छ त त्यो कुरा हेरौँ है। त्योभन्दा पहिला हामी अगाडि भिडियोमा प्रोपर्टिज अफ लिक्विड प्रेसर भनेर पढिसकेका छौं। यदि हेर्नु भएको छैन भने फेरि रेकमेन्ड गर्छु तपाई हेर्नुस् है, तपाई हेर्नुस्। र यस अन्तर्गत हामी के हेर्छौं भने लिक्विड प्रेसर के भन्छ भने एप्लाइज दैट इज लिक्विड एप्लाइज प्रेसर इन अल डाइरेक्सन। त्यो लिक्विडले सबै डाइरेक्सनमा प्रेसर लगाउँछ। कुनै पनि यदि भाँडोमा तपाई लिक्विड राख्नु भएको छ भने त्यो लिक्विडले कन्ट्याक्टमा आउने जति पनि सरफेस छ भने सबै सरफेसमा के गर्छ भने प्रेसर लगाउँछ। र प्रेसर के हुन्छ भने इन्क्रिजेस विथ डेप्थ। जति पनि यो लिक्विडको डेप्थ बढायो भने दैट इज यो लिक्विड सपोज यो लिक्विड हो भने यतिसम्मको डेप्थ र झन् यतिसम्मको डेप्थ बढ्नु हो कि नै, जति झन् तल आयो भने त्यति प्रेसर बढ्नु हो है, बुझ्नुभयो। अब हेरौँ है, अब हामीले एउटा कुरा अझै बुझ्नुपर्ने कुरा के भने हामी प्रेसर भनेको विथ डेप्थ बढ्नु हो कि नै, विथ डेप्थ बढ्नु हो। सो प्रेसर भनेको फोर्स बाइ एरिया हो। सो फोर्स इक्वल्स टु प्रेसर इन्टु एरिया। यदि प्रेसर छ भने मतलब फोर्स पनि छ। सो यदि प्रेसर बढ्नु भयो भने डेप्थ बढायो भने प्रेसर बढ्यो है, दैट इज डेप्थ बढायो भने प्रेसर के भयो त, डेप्थ बढायो भने यो प्रेसर बढ्यो भने फोर्स पनि बढ्यो बढेन, बढ्यो हो। त्यही कन्सेप्टले हाम्रो यो कजेज अफ थ्रस्ट क्लियर भइहाल्छ है। हेरौँ है, अब हेरौँ एउटा कुरा, यो कन्सेप्ट त क्लियर भयो। अब यो हेरौँ, हामी डेप्थ बढाउँदै छौँ है, डेप्थ बढाउँदै छौँ, प्रेसर बढ्दै गयो हो कि नै। सो यतिसम्म डेप्थलाई हामी यतिसम्मको डेप्थलाई H1 मान्दियौँ र यतिसम्मको डेप्थलाई हामी H2 मान्दियौँ। ओके, दैट इज यहाँसम्मको योसम्म यो मानौँ न, यो लाइनसम्मको डेप्थ H2 मान्दियौँ। सो यहाँ यो सर्फेसमा लाग्ने प्रेसर र यो सर्फेसमा लाग्ने प्रेसर दैट इज प्रेसर लाग्नु भने फोर्स पनि लाग्नु, यता लाग्नु प्रेसर दैट इज फोर्स र यता लाग्नु फोर्समा डिफरेन्स छ। दैट इज यहाँ चाहिँ थोरै फोर्स लाग्छ हो कि नै, किनकि हाइट कम छ, र यहाँ के हुन्छ बडी फोर्स लाग्छ किनकि हाइट भनौँ या डेप्थ कम छ, र यहाँ बडी फोर्स लाग्छ किनकि डेप्थ बढी छ है। हामी के पढाएको थियौँ भने डेप्थ बढ्यो भने के हुन्छ प्रेसर बढ्छ। सो प्रेसर बढ्नु भनेको फोर्स पनि बढ्नु। सो थोरै डेप्थमा थोरै फोर्स, बढी डेप्थमा बढी फोर्स। ओके, अब हेरौँ है, अब एउटा
कुरा हेरौँ। अब हामी फोर्स इक्वल्स टु के भयो त, फोर्स प्रेसर इन्टु एरिया भयो, हो कि नै? यसको सरफेस एरिया चाहिँ हामी ए मान्दियौँ है, द्याट इज यो क्रस सेक्सनल एरिया चाहिँ हामी यसलाई ए मान्दियौँ। ओके, अब हेरौँ है। अनि यसलाई यता लाग्ने फोर्सलाई, यता लाग्ने H1 सम्म लाग्ने यता लाग्ने फोर्सलाई F1 मान्दियौँ र यता लाग्ने फोर्सलाई हामी द्याट इज योमा लाग्ने फोर्स के यसमा लाग्ने फोर्सलाई हामी F1 मान्दियौँ र यसमा लाग्ने फोर्सलाई F2 मान्दियौँ। सो F1 इक्वल्स टु के भयो, द्याट इज प्रेसर 1 र यता प्रेसर कति लाग्यो त माथि P1 र एरिया कति छ, क्रस सेक्सन एरिया यतादेखि यतासम्म सेमै छ हैन, पुरैमा क्रस सेक्सन एरिया सेम छ। सो अब हामी F1 लाई के लेख्न सक्छौं त, द्याट F1 भन्छु, F1 इक्वल्स टु प्रेसरलाई हामी के पठाइदियो त, प्रेसर इक्वल्स टु डेन्सिटी एसएस इन्टु ग्राभिटी इन्टु एच भनेको डेप्थ कति छ। सो ग्रेटर द डेप्थ ग्रेटर इज द प्रेसर। ओके, सो हामी के हेर्यौं भने अब P1 को ठाउँमा के लेख्न सकिन्छ भने डेन्सिटी अफ द लिक्विड इन्टु एसएस इन्टु ग्राभिटी अनि एच P1 कहाँसम्म छ त, यतासम्म छ। सो H1 इन्टु एरिया। यदि F2 गर्यो भने इन द सेम वे के भइहाल्छ, डेन्सिटी जी H2 इन्टु एरिया। सो नेट फोर्स कति लाग्यो त, कति, किनकि यता बडी फोर्स छ, माथितिर लाग्ने फोर्स, यता डिरेक्सन कति छ, तलतिर लाग्छ फोर्स, हो कि हैन? लिक्विडले सबै डिरेक्सनमा फोर्स लगाएको छ हैन। सो माथितिर यो सरफेस कन्ट्याक्ट छ भने माथितिर फोर्स लगायो, यो सरफेसमा कन्ट्याक्ट छ भने तलतिर फोर्स लगायो, र यो साइडबाट लगाउने फोर्स र यो साइडबाट लगाउने फोर्स इक्वल छ, किनकि सेम हाइटमा छ नि त। सेम हाइटमा भएको कारणले गर्दा क्यान्सल भयो। सो हामीलाई दुईटा फोर्स मात्रै मिल्यो भने माथिबाट र तलबाट है। ओके, बुझ्नुभयो? अब हेरौँ। अनि त्यसलाई के गर्यो भने नेट फोर्स कति भयो, तल लाग्ने फोर्स तलदेखि माथितिर लाग्छ फोर्स र माथिदेखि तलतिर लाग्छ फोर्स। सो एगेन्स्ट अपोजिट पार्ट छ। सो नेट फोर्स कति भयो, माथितिर लाग्ने फोर्स र तलतिर लाग्ने फोर्स F2 इक्वल्स टु के भयो त, द्याट इज अफ थ्रस्ट भयो, THRUST अफ थ्रस्ट। सो अफ थ्रस्ट इक्वल्स के भयो भने DG यसो डाइरेक्ट लेखिदिन्छु नि त म, ल यसरी लेखौँ H1 द्याट इज H2 इन्टु A माइनस DGH1A इक्वल्स टु अफ थ्रस्टलाई यु माथि लेखेँ ल। अनि के भइहाल्यो त, यु इक्वल्स टु यो कमन भइहाल्यो H1 H2। सो DG हैन, अनि H1 A2 के भयो त, H2 माइनस H1 गरिदिए इन्टु एरिया इक्वल्स टु 0। सो के भइहाल्यो DG, यो भनेको नेट हाइट, यसको के भयो, यसलाई इरेज गरौँ है, यसको भयो यो नेट हाइट, यसको कति छ, नेट हाइट भनेको यतिदेखि लिएर यतिसम्मको भयो। सो यसलाई मान्दियौँ, यो दुईटैको हाइटलाई H मान्दियौँ ल, H मान्दियौँ यो बिचको हाइटलाई। सो H A इक्वल्स टु 0। अब यता लेखौँ है। सो अफ थ्रस्ट इक्वल्स टु के भयो भने यो दुईटालाई के भयो, एरिया अफ क्रस सेक्सन इन्टु हाइट भनेको के भयो, भोल्युम। सो DGV लेख्न मिल्छ कि नै, मिल्छ कि नै। सो के भयो भने अफ थ्रस्ट इक्वल्स टु डेन्सिटी अफ द लिक्विड एसएस इन्टु ग्राभिटी एन्ड भोल्युम अफ द, द्याट इज के भयो, भोल्युम अफ द अब्जेक्ट। यो भोल्युम अफ द अब्जेक्ट यदि तपाईँ एउटा कुरामा बुझ्नु है, अब यो कुरा बुझिसक्नु भयो, यसलाई के गरौँ, मेटाम है, सबैले क्लियर गरौँ अनि एउटा कन्सेप्ट गरौँ। यदि यो अब्जेक्टको भोल्युम कति छ भने V1 मान्दियौँ ल, V नै मानौँ ल, यो अब्जेक्टको भोल्युम V छ भने कुनै पनि पानीमा राख्यो भने त्यो यो ठाउँ लिनलाई कति भोल्युम हटाउनु पर्छ त, यो अब्जेक्टको भोल्युम जति छ त्यति ठाउँ खाली गर्नु पर्यो परेन। सपोज एउटा घर छ है, एउटा घर छ, यो घरमा पुरै के छ भने भनौँ इँटा राखेछ, पुरै घरभित्र इँटा राखेछ ल।
अब के गर्यो भने गर्नु पर्यो भने तपाई यो इटा छ ल एउटा इटाले भरेको छ र तपाईले के गर्नु पर्यो भने यो इटा हटाएर एउटा सुनको इटा राख्नु पर्यो यो घरमा एउटा सुनको इटा राख्नु पर्यो यो इटा मानम छ घरमा इटा छ त्यसले हटाएर एउटा सुनको इटा राख्नु पर्यो भने के गर्नुपर्छ यो इटाले हटाउनु पहिलाको इटाले हटाउने कि हटाउनु पर्यो अनि अर्को सुनको इटा राख्नु पर्यो हो कि नै हो इन द सेम वे यदि v1 भोल्युम भएको अब्जेक्ट राख्नु पर्यो भने त्यो ठाउँको वाटर दैट इज v1 भएको दैट इज यो अब्जेक्ट को भोल्युम मानम v छ भने सेम भोल्युम को वाटर के भन्नु हटाउनु त्यो ठाउँबाट हटाउनु पर्यो नि त किनकि त्यो ठाउँको मा भएको पानी भोल्युममा त्यो अब्जेक्ट आएर अकुपाई गर्छ सो सेम भोल्युम को पानीलाई हटाउनु पर्यो त्यो ठाउँबाट जसरी हामी कुनै घर छ भने घरमा इटा राखेछ भने एउटा इटा हटाएर सुनको इटा राख्नु दैट इज एउटा सुनको इटा राख्नु पर्यो भने एउटा इटा हटाउनु पर्यो हो त्यही कुरा हो यदि v भन्ने भोल्युम को अब्जेक्ट राख्नु पर्यो भने v भन्ने भोल्युम को वाटरलाई के गर्नु पर्ने त्यताबाट हटाउनु पर्यो सो त्यो ठाउँमा आएर v भन्ने अब्जेक्ट बस्छ हो कि नै हो यो भोल्युम भनेको त्यो भोल्युमलाई हटाउनु हो यो भोल्युम इज इक्वल टु सेम अमाउन्ट को भोल्युमलाई के गर्नु पर्ने त्योबाट हटाइदिने हो सो डिस्प्लेस गर्दिने हो कि नै दैट इज यहाँबाट हटाएर के गर्यो भने अब त्यो कुरा बुझ्नु भयो अब एउटा कुरा बुझ्नु अब अर्को कन्सेप्ट किनकि त्यसो मान्छेहरुलाई झुकिन्छ कि त्यही भएर है अर्को कन्सेप्ट हेरौँ एउटा यदि तपाईको घरमा यो घरको फ्लोर हो रे यो फ्लोर भनेको दैट इज के भयो ग्राउन्ड मानम यो साइड मानम ए साइड छ यो साइड बी साइड छ हो कि नै यो ए साइडमा मानम इटा छ रे फेरि इटाले राखेको छ है इटा छ भने के गर्नु पर्यो भने तपाईलाई ए साइडमा के गर्यो भने एउटा सुनको इटा राख्नु पर्यो ल सुनको इटा राख्नु पर्यो भने के गर्नु पर्यो त पहिला यो ए साइडमा राख्नु पर्यो किनकि यो घरमा पुरै यो इटा छ सो सुनको इटा राख्नलाई यो इटा हटाउनु पर्यो अनि सपोज त्यो घरमा हटाउने जग्गा दैट इज ठाउँ छ भने एउटालाई इटालाई सार्दिने बीचतिर सार्दिए अनि ए मा के गर्यो भने हामी सुनको इटा राख्दिए बुझ्नुभयो सो सुनको इटा यता राख्दिए र यता भएको यो इटालाई हामी यो सारेर यहाँ राख्दिए हो सो त्यही कुरा हामीले के बुझ्न सकिन्छ भने त्यो कुरा कन्सेप्ट अलिक विद्यार्थीहरुले गाह्रो हुन्छ सो बुझौँ है यदि डिस्प्लेस गर्यो भने यो बिकरमा यो स्टोन राखेन भने राख्नु भन्दा अगाडि यसको लेभल यहाँसम्म थियो हो कि नै यदि स्टोन आयो भने यति अमाउन्ट को दैट इज भोल्युम को लिक्विड यताबाट हटायो भने कहाँ गयो अझै यता माथि चाहिँ आयो किनकि खाली छ सो लिक्विड यता आयो सो के गर्यो भने द भोल्युम जति स्टोनको यो भोल्युम छ भने यो आफ्नो भोल्युम अनुसारको वाटरलाई त्यो ठाउँबाट डिस्प्लेस गर्यो इन द सेम वे यो बक्सले आफ्नो ठाउँबाट त्यति भोल्युम अफ वाटर भन्यो भने डिस्प्लेस गर्यो सो डेन्सिटी अफ थ्रस्ट इज इक्वल्स टु के भयो भने डेन्सिटी अफ द लिक्विड acceleration due to gravity of that place and volume of the liquid displace बुझ्नु भयो हो यो बुझ्नु है volume of the liquid displace तीनटा कुरामा के भयो भने हाम्रो के भयो भने यो तीनटा कुरासँग हाम्रो त्यो अफ थ्रस्ट मिल्न गयो सो फ्याक्टर एफेक्टिङ अफ थ्रस्ट के कारणले गर्दा हाम्रो अफ थ्रस्टमा चेन्ज हुन्छ त हामी त पढिसके डीजीभी सो एउटा डेन्सिटी त भइ नै हाल्यो अरु के भयो भने acceleration due to gravity भइहाल्यो अनि the volume of liquid displaced अब हेरौँ है लाइन बाइ लाइन हेरौँ एउटा गरेर फ्याक्टर एफेक्टिङ अफ थ्रस्टमा डेन्सिटी अफ द लिक्विड अफ थ्रस्ट u इज दैट इज डाइरेक्टली प्रोपोर्शनल टु डेन्सिटी अफ द लिक्विड डेन्सिटी बढ्यो भने अफ थ्रस्ट बढ्यो डेन्सिटी घट्यो भने अफ थ्रस्ट घट्यो हो कि नै सो एउटा रियल कुरा के छ भने एउटा डेड सी भनेर छ त्यो साल्टी सी हो के साल्ट छ दैट इज डेड सी इज अ साल्ट लेक भन्छ दैट इज साल्ट नुनै नुन बढी भएको योमा समुद्र भनौं या त्यसमा के छ भने हाम्रो लिक्विडको हैन दैट इज वाटरको डेन्सिटी कति हुन्छ भने 1000 केजी पर मिटर क्यूब तर यसमा नुन मिलाइदियो भने डेन्सिटी बढ्न जान्छ हो सो बट द डेन्सिटी अफ द डेड सी को वाटर कति छ त 1170 केजी पर मिटर क्यूब त्यसको बडी छ सो डेन्सिटी बढी छ भने अफ थ्रस्ट बढी लगाउनु
भए सो बडी लगाउने भयो भने इट विल बी इजी टु फ्लोट इन द डेड सी यो एक्जाम्पल पिक्चर याद गर्नु इजी हुन्छ है यो मान्छे इजिली तैर्न सक्छ यो मान्छे डुबिरहेछ हैन त्यसो बसेर पेपर पढिरहेछ ओके बुझ्नु भयो त अर्को डेन्सिटी अफ द salt solution is more than that of pure water नुन मिलायो भने डेन्सिटी बढ्छ obviously हो and therefore the salt solution exert more upthrust on the egg and it start to float यदि तपाई के गर्नु भयो भने एउटा बिकरमा नुन राख्नु भयो भने वेरी सपोज अंडा राख्नु भयो भने र एउटा त्यही बिकरमा नुन पानी छ नुन यहीमा के गर्नु नुनको कन्सन्ट्रेसन बढाउँदै जानु गयो भने यसको डेन्सिटी बढ्छ र फाइनली के हुन्छ भने यो अंडा हैन एग माथि फ्लोट हुन थाल्छ है बुझ्नु भयो त है यो बुझ्नु भयो हैन एग कन्डिसन त बुझिसक्यौं हामी अनि अर्को हेर्नु भाइ त के भन्छ भने द वेट अफ एन ऑब्जेक्ट इन एयर इज मोर देन इन वाटर व्हाइ किन सोच्नु त कुनै पनि वेट हैन हावामा जोक्यो भने वेट लियो भने र पानीमा वेट लियो भने हावामा भएको वेट लिएको बढी हुन्छ पानीमा वेट लिएको भन्दा किन त अपथ्रस्ट के सँग त डाइरेक्टली प्रोपोर्शनल टु द डेन्सिटी अफ द फ्लुइड दैट इज हामी पानीमा लियो भने पानीको डेन्सिटी बढी छ एज कम्पेयर टु द डेन्सिटी अफ द हावाको डेन्सिटी अफ एयर इज लेस देन द डेन्सिटी अफ वाटर सो द अपथ्रस्ट ड्यू टु एयर इज नेग्लिजिबल इन कम्पेरिजन टु अपथ्रस्ट ड्यू टु वाटर सो द वेट अफ एन ऑब्जेक्ट इन एयर इज मोर देन इन वाटर बुझ्नु भयो एयर भन्दा वाटर दैट इज वाटर भन्दा एयरमा बढी वेट हुन्छ अनि एयर भन्दा वाटरको डेन्सिटी बढी भएको कारणले गर्दा एयरमा बढी दैट इज वाटर भन्दा एयरमा बढी वेट हुन्छ अब हेरौँ है डेन्सिटी एन्ड रिलेटिभ डेन्सिटी एक टपिकमा एउटा सानो टपिक हेरौँ है डेन्सिटी भनेको के भने मास बाइ भोल्युम है र रिलेटिभ डेन्सिटी भनेको के भने डेन्सिटी अफ रिलेटिभ डेन्सिटी दैट इज रिलेटिभ डेन्सिटी भनेको डेन्सिटी अफ द सब्स्टान्स है सब्स्टान्स बी हो यो सब्स्टान्स हुन्छ सब्स्टान्स डेन्सिटी अफ सब्स्टान्स अपन वाट is divided by density of pure water at 4 degrees Celsius बुझ्नु भयो यसलाई अरु के भन्न सकिन्छ त अल्सो कल्ड स्पेसिफिक ग्राभिटी रिलेटिभ डेन्सिटीलाई स्पेसिफिक ग्राभिटी पनि भनिन्छ है बुझ्नु भयो र डेन्सिटीको एसआई युनिट केजी पर मिटर क्यूब प्लस सीजीएस युनिट ग्राम पर सेन्टिमिटर क्यूब डेन्सिटी बुझ्नु भयो रिलेटिभ डेन्सिटी भनेको के भने रिलेटिभ भनेको इन रिलेसन टु है रिलेटिभ डेन्सिटी भनेको इन रिलेसन टु के इन रिलेसन टु वाटर हेर्यो भने डेन्सिटी रिलेटिभ डेन्सिटी भनेको रिलेटिभ टु वाटर इन रिलेसन विथ वाट के हेर्यो भने वाटर एट 4 डिग्री सेल्सियस कुनै पनि अब्जेक्टको डेन्सिटी विथ रिस्पेक्ट टु वाट द डेन्सिटी अफ प्योर वाटर एट 4 डिग्री सेल्सियस हेर्यौँ है त्यसलाई के भन्छ भने रिलेटिभ डेन्सिटी दैट इज डेन्सिटी अफ कुनै सब्स्टान्सको कति डेन्सिटी छ इज डिभाइडेड बाइ डेन्सिटी अफ वाटर एट 4 डिग्री सेल्सियस यसलाई के भन्छ युनिट हुँदैन किनकि यो पनि डेन्सिटी हो सपोज केजी पर मिटर क्यूब भयो भने यसको पनि के भयो युनिट केजी पर मिटर क्यूब सो यो काटिन्छ सो द नेट इज वाट नो युनिट यसलाई युनिट हुँदैन अनि एउटा फ्याक्टर त हामी पढिसक्यो डेन्सिटीमा डिपेन्ड गर्छ अनि अर्को हेरौँ है द भोल्युम अफ द फ्लुइड डिस्प्लेस कति फ्लुइड डिस्प्लेस गरे त हामी अघि नै कुरा गरिसक्यौँ त के आएको थियो भने अपथ्रस्ट इज इक्वल्स टु density that is density acceleration due to gravity into volume कति भोल्युम डिस्प्लेस गरेछ त बुझ्नु भयो त बुझ्नु भयो हैन सो अपथ्रस्ट इज डाइरेक्टली प्रोपोर्शनल टु द भोल्युम अफ लिक्विड डिस्प्लेस्ड अब हेर्नु है यो कन्डिसन हेरौँ इट मिन्स दैट द लार्जर भोल्युम अफ अब्जेक्ट सबमर्ज इन अ फ्लुइड द ग्रेटर इज द अपथ्रस्ट जति ठुलो अब्जेक्टले तपाई पानीमा डुबाउनु भयो भने त्यति ठुलो नै के लाग्छ भने झन् बढी के हुन्छ अपथ्रस्ट लाग्छ किनकि ठुलो अब्जेक्ट छ भने ठुलो लिक्विडलाई डिस्प्लेस गर्न खोज्छ सो झन् जति बढी राख्यो जति ठुलो अब्जेक्टलाई सबमर्ज गर्न खोज्यो त्यति नै बढी अपथ्रस्ट लाग्छ अनि एउटा कुरा हेर्नु है इट इज इजी टु के भन्छ इमर्ज अ स्मल इम्पिटी एयर टाइट प्लास्टिक बोतल इन वाटर देन अ बिगर इम्पिटी प्लास्टिक बोतल वाइ किन एउटा कुरा हेरौँ है तपाईँ के गर्नु भने
एउटा त्यो हुन्छ नि कोल्ड ड्रिङ्क्स फ्रुटी मानौँ, त्यो स्प्राइट केही मानौँ होइन, आधी लिटर भएको स्प्राइटको बोतल लिनु तपाईँ है। तपाईँ के गर्नु, आधी लिटर भएको लिनु र 1 लिटर भएको स्प्राइटको बोतल लिनु। त्यो स्प्राइट तपाईँ खाइहाल्नुभयो र खाली छ बोतल भने एयर टाइट गरेर बोतलको के गर्नु भने द्याट इज बिर्को लगाइदिनुहोस् र के गर्नु भने यो आधी लिटर भएको बोतललाई पानीमा डुबाउन खोज्नुहोस् र प्रेसर लगाउनु हातबाट, द्याट इज थिच्न खोज्नुहोस् पानीमा र 1 लिटर वाला बोतललाई पानीमा थिच्न खोज्नुहोस् र के हेर्नुहुन्छ भने तपाईँ के फाइन्ड आउट गर्नुहुन्छ भने आधी लिटर वाला बोतलले तपाईँको एगेन्स्टमा थोरै फोर्स लगाउँछ र 1 लिटर वाला बोतलले बडी फोर्स लगाउँछ। हो किन त? किनकि यसले के गर्यो भने बडी झन् तपाईँ प्रेसर डाइरेक्ट लगाउनु भयो, तल थिच्न खोज्नु भयो भने के भयो त, जति थिच्न खोज्नु भयो त्यति लिक्विडलाई के गर्न खोज्नु भयो भने तपाईँ डिस्प्लेस गर्न खोज्नुभयो। किनकि यसको भोल्युम बढी छ भने बडी भोल्युम डिस्प्लेस हुन खोज्छ र यसको भोल्युम कम छ, सो यो के गर्न खोज्छ भने द्याट इज यसको भोल्युम सानो छ भने थोरै भोल्युम अफ लिक्विड डिस्प्लेस गर्छ, यसको ठुलो छ भने ठुलो भोल्युम अफ लिक्विड डिस्प्लेस गर्छ। सो यसमा के भन्यो भने बडी अफ थ्रस्ट लाग्यो एज कम्पेयर टु दिस। त्यही कुरा भन्छ अफ थ्रस्ट इज डाइरेक्टली प्रोपोर्सनल द भोल्युम अफ लिक्विड डिस्प्लेस बाय अ बडी। अ बिग एयर टाइट प्लास्टिक bottle displays more volume of water than a small plastic bottle. It creates more upthrust on a bigger plastic bottle. So it is easy to immerse a small empty air-tight plastic bottle in water than a bigger empty plastic bottle. है त्यही कुरा हो, बुझ्नुभयो त? अब हेर्नु अनि तेस्रो फ्याक्टर के थियो भने एसिलरेसन ड्यू टु ग्राभिटी। अब त्यो कुरा पनि आयो, एसिलरेसन ड्यू टु ग्राभिटी बढ्यो भने अपथ्रस्ट बढ्यो, घट्यो भने घट्यो, द्याट इज माउन्ट एभरेस्टमा लग्यो भने द्याट इज बढ्नु, द्याट इज हाइट बढ्नु। सो हाइट बढ्नु भनेको एसिलरेसन ड्यू टु ग्राभिटी घट्नु हो। यो कुराहरू हामी पहिलो द्याट इज फोर्स इन मोसन भन्ने च्याप्टरमा यो एसिलरेसन ड्यू टु ग्राभिटीको कुराहरू भेरिएसनहरू कुराहरू गरिसकेका छौँ। यदि हेर्नु भएको छैन भने हेर्नु, त्यो पनि कन्सेप्ट पुरै क्लियर हुन्छ। अनि के हुन्छ भने हो एसिलरेसन द्याट इज एसिलरेसन ड्यू टु ग्राभिटी द्याट इज माउन्ट एभरेस्टमा लग्यो भने कम छ, टुवार्ड्स द सी लेभलमा लग्यो भने बढी छ, एट द सी लेभलमा बढी छ। सो सी लेभलमा बढी अपथ्रस्ट भयो एज कम्पेयर टु वाट माउन्ट एभरेस्टमा। बुझ्नुभयो? यो कुरा बुझ्नुभयो? हस्, आज अब नेक्स्टमा अब पार्ट 4 मा अब आर्किमिडिक्स प्रिन्सिपलबाट सुरु गर्छौँ है। र आजलाई यति नै गरौँ है त। हस् त, धन्यवाद।